पठाउनलाई। यसमा चाहिँ कस्तो छ भन्दाखेरि अहिले भर्खरै 25 वर्षदेखिको समस्या मैले झ्याममा चाहिँ अरू जग्गाको झ्याममै उठेर गर्छु तर यो त हाम्रो प्राथमिकता नै हो कि पहिलो सुरु शिक्षा स्वास्थ्य रोजगारी अनि यो चाहिँ हाम्रो तिनवटा प्रमुख मुद्दाहरू नै हो। कमी चाहिँ हामीले गाउँको अहिलेसम्म चाहिँ हामीले शिक्षालाई प्राइभेटीकरण गरेका छौँ स्वास्थ्यलाई प्राइभेटीकरण गरेका छौँ यसलाई एकदमै सुधार गर्नुपर्ने छ। हजुरलाई मैले जानकारी दिन चाहेँ जसरी उहाँले भन्नुभयो नि यहाँ 12 क्लास किन हुनुपर्छ भने बर्खायाममा यो बाटो यहाँ हिँडी साध्य हुँदैन। अहिले यत्रो वर्ष हुन्जरी पनि हाम्रा नेताहरूले यहाँ केही गर्नु भएन त्यस अर्थले उहाँले भन्नुभएको विद्यालय यहीँ हुनुपर्छ भनेर भन्नुभएको। सानसाना विद्यार्थी पढाउन हामीले खैरिनी बोर्डिङ पढाउनु पर्छ। बर्खामा बाटो नआएर एकदम धेरै दुःख छ। पानीहरू पर्यो भने गाडी चढ्दैन उकालो मुखा नानीहरू 8:30 बजे यहाँ गाडी लिन आउनुहुन्छ। बर्खामा अब पानी आयो भने बोर्डिङ पठाउनलाई धेरै गाह्रो छ। यसो पनि भन सबभन्दा 20 मिनेटमा टिचरहरू